जान सक्नुहुन्छ हजुर हामी गृहमन्त्रीको माग गर्ने हो हजुर तर अप्रोच गलत राजीनामा माग गर्ने हो तपाईले अप्रोच गलत हो किन अप्रोच हामी सधैँ गल्ती के हिम्मतको कुरा होइन हिम्मतले बलिदान दिएको छन् सर हिम्मतको कुरा तपाईले आन्दोलनमा देख्नुभयो तर जवाबदेहिता भन्ने गृहमन्त्रीको राजीनामाले हुँदैन 6 महिनामा चुनाव गराउनु पर्छ सुशासनको मुद्दा छ गृहमन्त्रीलाई काम गराउन बाध्य पार्ने हो कस्तो हो नि हाम्रो बच्चाहरू समात्ने त उहाँको माइन्डेड होइन होला नि त उहाँको भिडियो तपाईले अगाडि हेर्नुस् प्रिय जेनजी साथीहरु गृहमन्त्रीको गृहमन्त्रीको राजीनामाले समाधान हुन्छ समाधान हुन्छ हैन आम सहमतिको हामीलाई त गृहमन्त्रीको मात्र हैन तपाईहरुले हामीलाई के प्रेसर गरिराख्नु भएको छ नि यो प्रधानमन्त्री जेनजीले बनाएको हो भन्नु हुँदैछ भने अब जेनजीले बनाएर मात्रै प्रधानमन्त्री हैन जेनजीको मात्रै देश हैन सुदनजीले भन्नुभयो ओम प्रकाश आर्यल हामीले मन्त्री बन्नुपर्छ भने कोले बनाएको रक्षा बमको तपाईहरुको बाउको पनि वीरता हैन यो देश जन विचार त हामीसँग छ तपाईहरु देवास्य तपाईलाई आफ्नो भिजन र हैन उहाँलाई आफ्नो भिजन र विचार विश्वास छैन त्यो भएर चुनावमा जान डराइरहनु भएको छ कतिपय जेनजीहरू रुँदै बसेका छन् सडकमा हाम्रो एजेन्डा हाम्रो मुद्दा हाइज्याक भयो भनेर हैन तपाईहरु चाहिँ हाइज्याक गरिनेमा पर्नुभयो कि गराउनेमा पर्नुभयो यसो हो तपाईले सर्वप्रथम त मसँग कुरा गर्दा जति पनि जेनजीको घाइतेहरुको लागि कार्ड दिएको छ त्यो कार्ड दिने मृतकको परिवारलाई पैसा दिने 1115 को हेल्पलाइन नम्बर दिने मानिसहरुसँग कुरा गर्दै हुनुहुन्छ त्यो भएको छैन तपाईहरु चुक्नु भयो छैन हामीले गृह मन्त्रालयलाई समूह चुके तपाईको समूह चुक्यो तपाईको समूह चुक्यो सबै चुक्यो तपाईले भने जस्तो गर्न बाँकी धेरै काम छ चुकेका कामहरु पनि छन् तर केही पनि भएको होइन भन्दिनु भने उहाँहरुले गरेर यत्रो प्रयास छ घाइतेहरुको लागि त्यसलाई नजरअन्दाज गर्न मिल्छ नगरे हो उहाँहरु के स्वार्थको लागि गर्दै हुनुहुन्छ राम्ररी गरिरहनु भएको छ त तर जेनजीले नै बनाएको सरकारलाई यो घाइतेहरुको लागि उपचार गर्दै है भनेर भन्न पनि कस्तो विडम्बना है तपाईले त्यही भएर गृहमन्त्रीजीलाई गएर 4 घण्टा अघिल्लो दिन 5 घण्टा अर्को दिन झगडै गरिराख्नु पर्ने कुन आधारमा आएको यो सरकार तपाईले बनाएको जेनजी जन आन्दोलन भनेर उहाँले सम्बोधन गर्नु भएको छ कुरा चर्को पनि आयो उहाँको कुरा राम्रो पनि आयो तर निर्वाचन नहुने आधार के त भावनामा बगेर नबोल्दियौं किनभने हामी तपाई यति कुरा के बुझ्नु निर्वाचनपछि आउने व्यक्तित्वहरु सही देखिनु भएको छैन पार्टीहरु सच्चिनु भएको छैन युवा नेता चुनावमा त फेस गर्न जरुरी हुनु पर्यो नि त तपाईलाई यो चुनावमा तपाईको पार्टीले उठ्नलाई टिकट दिन्छ मलाई टिकट दिने मेरो कुरा होइन म चुनाव लड्ने ठुलो कुरा होइन अहिलेको परिस्थितिमा तपाई हैन भने मतलब युवा शक्तिलाई दिन्छ कि दिदैन त युवा शक्तिलाई दिन्छ कि फेरि पनि अब तपाईकोबाट पूर्णबहादुर खड्गै आउनुहुन्छ कि केपी ओली नै आउनुहुन्छ कि अहिले फेरि गृहमन्त्री जेनजीले नै छानेको छ हजुर खोइ त गृहमन्त्री के गरिराख्नु भएको छ हैन अब उहाँको पनि शर्मा ओलीलाई रमेश लेखकलाई अथवा त्यो दिन जो शासन सत्तामा थिए जसले आदेश गरे ती व्यक्तिलाई कानुनको कठघरामा ल्याउनका लागि गृहमन्त्री किन छुटिरहेको छ त्यसो 23 र 24 गतेको घटनालाई उहाँहरुले दुईटा भिन्न रूपमा छानबिन गर्न थाल्नु भयो पार्टीलाई गलत भनिरहेछ उनीहरुकै कुरा पत्याइरहनु तपाई केपी शर्माहरुको कुरा नपत्याउनुस् न एउटा एमालेले मात्रै चुनावमा जाँदैन भनिरहेछ त्यही केपी शर्माहरुलाई प्रधानमन्त्री हटाएको होइन त राजीनामा दिएको होइन त उले किन यो आन्दोलन रुचाउँछ उबाट कुरा के हो भने अन्तरिम सरकारले चुनावै गराउन सक्दैन केपी शर्मा ओलीबाट तपाई के अपेक्षा नराख्नुस् भन्दै गर्दा यो आन्दोलनले हामीले पूर्व प्रधानमन्त्रीसँग हैन के पूर्व प्रधानमन्त्रीसँग अपेक्षा राखेको होइन तर 10 वटा चोर मध्ये एउटा चोर छान भन्नेवाला निर्वाचन प्रणाली भइरहेको छ जेनजीको माग सम्बोधन गर्छु त भन्ने जो दोषी उसैसँग हामी माग गरिरहेको छौं के प्रधानमन्त्री कार्यालयसम्म एउटा पत्र पुगाएको छौं यसमा चाहिँ आम सहमतिको सरकार बनाइदिन मद्दत गर्नुस् किनभने तपाईले भने जस्तै हामीलाई जेनजीले बनाएको सरकार भन्ने तर यही सरकारले हाम्रो कुरा नसुन्ने भनेपछि त यो सरकारको पनि त अर्को सरकारको कुरा नि तपाईहरुको कुरा यो सरकारले किन सुन्दैन भन्ने प्रश्नमा चाहिँ हजुर तपाईहरु एकजुट हुनु पर्यो नि हैन हामी सबैजना समूहमा तपाईहरु विभाजित हुनुहुन्छ त्यो त सत्य हो नि तपाई स्वीकार्नुहुन्छ नि त्यो कुरा हैन हाम्रो यस्तो छ विभिन्न छुट्टै समूह छ विनोदजीको छुट्टै समूह छ निर्वाचन सफल बनाउन र सुशासनको विषयमा सरकारलाई चाहिँ झकझकाउन र प्रश्न गर्न जो लागिरहेका छन् जेनजीहरु उनीहरु सही ठाउँमा छन् त्यो भन्दा बाहेक जति पनि शर्तहरु राखिदैछ जति पनि मुद्दाहरु राखिदैछ जस्तै चाहे त्यो प्रत्यक्ष कार्यकारीको होला चाहे त्यो अहिलेको सरकारले प्रत्यक्ष कार्यकारीको एजेन्डा बोक्नेहरु असली जेनजी होइन हैन त्यो हैन सुदन गुरुङ हैन बालेन शाह टिमहरु असली जेनजी होइन यहाँ प्राय जेनजीहरु पार्टीबाटै परिचालित छन् भन्ने आरोप पनि तपाईहरुलाई आउँछ हैन यस्तो के पार्टी त आफ्नो यो तपाईले निर्वाचन गराउँदै छु भन्नुहुँदैछ हजुरले नै भोट हाल्दै हुनुहुन्छ भने आफ्नो कसले मुद्दा बोकेर हिनेको छ उलाई भोट हाल्न पाउने भन्ने अधिकार त छ एक हिसाबले हेर्नुहुन्छ भने मेरो पार्टीको विरुद्ध प्रमुख राजनीतिक दलको विरुद्ध नि आन्दोलन भोलि गएर तपाईले हामीले यो राजनीतिक दलको विरुद्धको आन्दोलन नै थिएन के यो चाहिँ भ्रष्टाचार विरुद्धको थियो जसले भ्रष्टाचार गरेछ त्यसको विरुद्ध थियो के यो भनेपछि तपाईको पार्टीले भ्रष्टाचार गर्दैछ पार्टीको मान्छेले टेन्डर खाँदैछ भने त्यसको विरुद्ध पनि थियो तपाईको पार्टी विरुद्धको तपाईको आन्दोलन थियो भने
पार्टीभित्रको कार्यालयमा गर्न सक्नुहुन्थ्यो तपाईँले बाटोमा आइराख्नु पर्ने जरुरत थियो होइन यस्तो तपाईँले उहाँले एउटा जस्तै कस्तो हुन्छ भने यो परिवर्तनको कुरा गर्दै गर्दा साँगुरो अभिव्यक्ति राखियो भने चाहिँ आन्दोलनलाई पनि घाटा हुन्छ किन म भन्दैछु भन्दै गर्दा यो आन्दोलन तपाईँले भने चाहिँ सुशासनको विरुद्ध थियो त्यो सुशासनको मुद्दा तपाईँको पनि थियो मेरो पनि थियो म पनि पुगेँ तपाईँ पनि पुग्नुभयो अहिलेको अवस्थामा जुन परिस्थितिमा अहिलेको अवस्थामा हेर्नुहुन्छ भने यो सरकारलाई मैले अघि पनि रिपिट गरेँ यो सरकारलाई सुशासन र निर्वाचन समयमा गराउनुभन्दा बाहेकको मुद्दा तपाईँले राख्नुभयो भने चाहिँ शहीदहरूलाई अन्याय हुन्छ तपाईँले काम गर्नुभयो शहीदहरूको लागि तर शहीदहरूलाई अन्यायमा ल्याउनको लागि देश जुन जटिल परिस्थितिमा चाहिँ त्यहाँबाट निकाल्नुको लागि फागुनमा तपाईँहरूले त शहीदहरूको कुरा गर्दा एउटा कुरा के याद गर्नुपर्छ भने जुन शहीद हुनु भएको थियो भोलिको दिनमा नयाँ पार्टी खुल्छ अनि यही पार्टीको मान्छेहरू चुनावमा आउँछन् अनि यिनीहरूले नि फेरि सत्ता चलाउँछन् भन्ने खालकोले शहीद 2 बजेसम्मको आन्दोलनलाई चाहिँ जनआन्दोलन 2 वर्षपछिकोलाई चाहिँ होइन अनि मर्ने मान्छेलाई चाहिँ शहीद जिउँदो मान्छेलाई चाहिँ जेलमा हालिँदैछ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले के भन्नुभयो भने जेनजी आन्दोलन कुनै क्रान्ति होइन भनेर भन्नुभयो अब यो आन्दोलनलाई मान्नु नै हुन्न अहिलेसम्म पार्टी सचिनु नै भएको छैन पार्टी गृहमन्त्री त्यो बेलाका गृहमन्त्री रमेश लेखकले हात झिकिसक्नुभयो सरकारबाट भएको दमनको जिम्मेवारी म लिन्न दुवैजना अब कसरी सोल्युसन दुवैजना गलत किन गलत भन्दै गर्दा त्यति बेला गृहमन्त्री बनेको मान्छेले जिम्मेवारी लिन भन्न पाउँदैन जिम्मेवारी उनीहरूको विरुद्धमा खोइ तपाईहरु सडकमा उनीहरूको विरुद्धमा तपाईहरु खोइ बोलेको हामी त बोलिरहेको छौं जसरी अघिल्लो दिन जे भन्नुभएको थियो जे चरित्र थियो प्रधानमन्त्रीज्यूको दोस्रो दिन कार्यकाल सम्हालिसकेपछि फरक चरित्र आयो अनि किन आयो भन्दाखेरि उहाँले भनेको जस्तै राष्ट्रपतिज्यूले म्यान्डेट दिनुभएको छ चुनाव मात्रै गराउने पावर छैन हाम्रो प्रधानमन्त्रीज्यूसँग हाम्रो प्रधानमन्त्री चाहिँ हाम्रो हो भनिएको छ उहाँको हातमा पावर छैन जाँचबुझ आफ्नो प्रक्रियामा काम गर्दैछ यत्रो ठुलो घटना भइसक्यो कम्तीमा प्रक्रिया पुर्याएर जाँचबुझ तपाईले जतिको न्याय मिलोस् भन्ने तपाईलाई लागेछ मलाई पनि लागेछ तपाईले जति दुःख लाग्छ मलाई पनि लागेछ हैन छानबिन समितिले मान्छे मारेको चाहिँ खोज्दै छ भने 24 गतेको घटनाको मान्छे भट्टाभट 1500 जना समातिसके 35000 वटा भन्दा बढी पक्राउ पुर्जी छ पहिला त अगाडिको 23 गते खोजौं अनि 24 गते खोजौं न त प्रहरी प्रशासनलाई पनि हाम्रो भनाइ तपाई किन 24 गतेमा आन्दोलन गर्ने घर डराउने मान्छे खोज्दै हुनुहुन्छ अघिल्लो दिन बच्चा मारेको छ जसको जुन बाउको छोरा मारेको छ त्यो बाउ गएर पुलिस स्टेसन डराउन गए भने सेकेन्ड डेको पुलिस स्टेसन जडाको बाउलाई समात्ने कि त्यो पुलिसको जसले दमन गर्न गोली हानेको छ त्यसलाई समात्ने पहिला किनभने तपाईले अहिलेको चाहे गृहमन्त्री कुरा गर्नु अहिले सुदनजीले के भन्नु भयो भने गृहमन्त्रीज्यूले राम्रो काम गर्नु भएन हजुर कानुन मन्त्रालय सम्हाले हुन्छ उहाँले भयो हैन अब जसरी तपाईले भन्नु सुदनजीको अभिव्यक्ति यस्तो मजाले प्रहरी दमन भयो यस्तो सुदन प्रहरीले गल्ती गर भनिरहँदाखेरि त्यो प्रहरी प्रशासनलाई रिफर्म गर्नको लागि फेरि तपाईहरुले पठाउनु भएको गृहमन्त्री हो नि ओमप्रकाश आर्याल भने यस्तो हामीले सुशीला कार्की प्रधानमन्त्री ज्यूलाई चाहिँ जुन किसिमले त्यो थोरै समयमा है जुन किसिमले आउनुभयो उहाँलाई स्वीकार्यो त्यसपछिको कम्तीमा म लगायत धेरै साथीहरुले यो मान्छे मन्त्री बन्नुपर्छ भने होइन है यति कुरा राख्नुस् सुदनजीले भन्नुभयो ओमप्रकाश आर्याल हामीले मन्त्री बन्नुपर्छ भने होइन कोले बनायो रक्षा बमको